मर्निङ हामी चाहिँ पानी बिग्रेर बनाउन गएको हामी चाहिँ अहिले पानी बनाउन जाँदैछौँ साथीहरू दिदीको चाहिँ पानी बिग्रियो अरे गाह्रो छ गाह्रो पानी बिग्रिन्छ मरद भन्ने छैन घरमा पानी चाहिँ भर्दै भर्दैन के भयो भनेको त भर्दा उही बिग्रेछ नि साथीहरू हड्डी भयो नि हो हाम्रो यहाँ मान्डर चाहिँ यस्तो छ है दिदी चाहिँ यहाँ जानुहुँदैछ हेर्नुहोस् होला पानी चाहिँ यहाँनिर यस्तो भएछ हेर्नुहोस् खै डिफरेन्स बिट्विन वस्तु एन्ड भेज यस्तो हुन्छ हेर्नुहोस् साथीहरू वस्तु एन्ड प्युर भेज है यो चाहिँ अब हामी चाहिँ वस्तु अब सुप खाने मान्छे होइन त्यो पनि वस्तुको वस्तु मतलब गोरुको सुप खाने मान्छे हरियो झोल खाने मान्छे यहाँ चाहिँ हरियो झोल खाने मान्छे अब कति चाहिँ डिफ्रेन्ट हुँदो रहेछ हेर्नुहोस् यहाँ हो छैन हामी चाहिँ अब म त लाउनु तान्नु त सकिनँ म त पाइपै तान्नु सकिनँ अब त्यो उयो त परै छोडिदिनुहोस् न त्यो लाउनु त यतिको भिन्नता हुँदो रहेछ साथीहरू अब चाहिँ भेजतिर लाग्नुपर्छ भेजतिर वस्तुले त जिउ मात्रै डाल मात्रै ठुलो बनाउँदो रहेछ तागत छैन के हो तागत वस्तु त खानकी मात्र रहेछ मुखको जिब्रोको टेस्ट खाली रहेछ मैले बुझेँ अब हरियो परियोमा लाग्नु पर्यो पानी बनाइसक्यौँ यहाँ भेज खाने हेर्नुहोस् त्यति साह्रो भिन्नता हुँदो रहेछ है साथीहरू हेर्नुहोस् है जिउ मात्रै यत्रो हो छैन बल भनेको यति पनि छैन है लु छैन रहेछ आज मैले पत्याएँ चाहिँ छैन हेर्दाको डाल साथीहरू भेजमै बल गर्नुपर्ने रहेछ भेजको सुप चाहिँ डरलाग्दो खानुपर्ने छ अब झोलझाल भेजमा चाहिँ हामी भिटामिन सबै नै फ्याँक्छौँ बोक्रा भन्छौँ छिल्का भन्छौँ टुप्पी भन्छौँ फेद भन्छौँ हो सबै केलाएर खानुपर्छ वस्तुको चाहिँ सबै नै खान्छ सागको तागत त आजदेखि सागको झोलमा बल गरेँ अब म ल ओके बाई डन पानी डल्लै भिजिने साथीहरू हेर्नुहोस् आइपुग्यौँ है बस्छौँ है अब चौतारामा यहाँनिर आउनु हामी चाहिँ घर आइपुग्यौँ साथीहरू बाई 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 थ्याङ्क यू फर वाचिङ मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला